नमस्ते, मेरो नाम किशन सार्की। म यही श्री सैना मैना नमुना माविमा कक्षा 10 मा अध्ययनरत 16 वर्षीय छात्र हुँ। रेड क्रसले आयोजना गरेको चित्रकला प्रतियोगितामा मैले भाग लिएको थिएँ। यो मेरो चित्र हो। यो चित्र बनाउनुको मुख्य कारण चाहिँ अहिले र आउने जेनेरेसनहरुमा चाहिँ बढ्दो टेम्परेचर र ग्लोबल वार्मिङको बारेमा सचेत र यसको रिस्कहरुको बारेमा सचेत गराउनु हो। यो चित्र बनाउँदा चाहिँ मेरो दिमागमा बढ्दो तापक्रम र ग्लोबल वार्मिङको कारणले दुःख पाएका मानिसहरू, जनावर र त्यसका कारणले परेको वातावरणमा नराम्रो प्रभावहरूको बारेमा सोचेको थिएँ। यो चित्रको माध्यमबाट मैले सानो सानो कुराले पनि ठुलो प्रभाव पार्छ र त्यो सानो कुराहरूलाई हामीले जोगाएर राख्नुपर्छ, जस्तै यो बिरुवा जस्तो भन्न खोजेको छु। र मैले चाहिँ रातो र ओरेन्ज कलरको युज गरेर अत्याधिक गर्मी र दुःख देखाउन खोजेको थिएँ। र यो चित्रको मुख्य उद्देश्य चाहिँ अहिलेको जेनेरेसनमा ग्लोबल वार्मिङको विरुद्ध केही एक्सनहरू लिने हो। र मैले रेड क्रस टिम र मेरो इन्सपिरेसन दिने सरलाई पनि धन्यवाद भन्न चाहन्छु।